गाइज आज हामी आएका छौँ रानी महल घुम्नलाई। रानीले चाहिँ राजाले चाहिँ रानीको लागि भनेर राजाले चाहिँ रानीको लागि भनेर यस्तो ठुलो महल बनाइदियो। तर रानीले चाहिँ के गरे रानीले के गरे त राजालाई? काम भनेको सन्तान रानीको काम भनेको सन्तान दिने मात्र हो त? के लाग्छ तपाईँलाई? कमेन्ट दिनु। र यस्तो धुलो चलिरहेको तपाईँहरूको लागि भनेर मैले चस्मा लाएर भिडियो बनाइदियो। बुझ्नु भएन? कहाँ यस्तो भयो बाबा? सजाय खाना यस्तो भयो बाबालाई यहाँ। किन बाबा त्यस्तो? ओहो तपाईँलाई म पनि गर्न सक्दिनँ। यस्तो धुलो छ यहाँ, त्यही पनि म तपाईँको हेर्दै भनेर बोलिरहेको। त्यही पनि लाइक नगरिदिने। बाइक यस्तो राम्रो बाइक कसको होला? चलो न भाइ, कुछ नहीं होगा, आप नहीं जाएंगे? गुरुको स्पेशल ट्रिटमेन्ट हो सर यहाँ। कतिजना? 5 जना? 6। 250 दिनु। 6 जना? हाम्रो 6 जना। 300 रुपैयाँ दिनु। हेलो। अब हामी चाहिँ रानी महलको माथि जाँदै हो। हेर भाइ त कस्तो रहेछ है बाबा। के भन्न चाहनुहुन्छ भन्नु है क्यामेरामा हेर्नु। हावा लाग्छ। के अरे मम्मी फोटो खिच्नु न मम्मी, म नि यहाँ यस्तरी पोज दिन्छु। तर राजाले रानीलाई हानेर राम्रै महल बनाएको है मम्मी। म पनि मेरो बुढीलाई यस्तै राम्रो महल बनाइदिन्छु ल। फोटो माथि राम्रो आउँछ कि माथि गएर फोटो हान्ने हो कि हुन्छ? कति राम्रो हावा चले भाउजू। मार्क्स त स्वाइन त तपाईँलाई 4 बज्छ कि अब छिटो हामीलाई ढिलो भइसक्यो है गाइज। याद गरेर हेर जग्गा त घुम्न पाए। ल यहाँ भ्यागुताहरूलाई हाम्रो स्विमिङ पुल नै बनाइदिएर रहेछ नि त मम। भ्यागुताहरूको स्विमिङ पुल यता पनि रहेछ। के छ बाबा खबर? सबै ठिकै छ। के छ खबर छोरी? के छ खबर? के छ खबर? ठिकै छ। सुनाइ जब हाम्रो फोटो सेसन चाहिँ सुरु हुन्छ ल। डोन्ट मिस एन्ड वाच टिल द एन्ड। बाई बाबा। आइस्यो न यता साइडमा, मेरो साइडमा आइस्यो त म फोटो खिचिहाल्छु नि। अगाडि आइस्यो न मम। के भइदिएको? आइस्यो न मम, मास्क खोल्छ्यो न। सो गाइस ल अब हामी चाहिँ महलभित्र चाहिँ हामी प्रवेश गर्दैछौँ है। कस्तो रहेछ हेर भाइ त स्टेडियम। पहिला हामी पछाडिपट्टि जान्छौँ। कुबेलामा बनाएको हो तर यो भत्की सर फेरि बनाएको होला है। कहाँ रहेछ किचन? टोइलेट हेरौँ न, पुरानो टोइलेट कस्तो हुँदो रहेछ। यो त पुरानो रानी महल मोडिफाई हाने हो। गाइस यहाँ काठको छ, काठको विशेष काठको यहाँ भर्याङ छ होइन बाबा? यो कुन काठ होला बाबा? यो तपाईँलाई के लाग्छ? सिसो हो र? ठिक हो ठिक हो, त्यो पनि ठिक हो। अनि बैठक कक्षा हानेको यो मिटिङ रुम भन्छ इङ्ग्लिसमा गाइचेलाई। यता चाहिँ के छ भन्दाखेरि यता एन्टिक तामाको के को यो सङ्ग्रहालय फोटो खिच्न मनाइ छ। हामी भिडियो बनाइरहेको। गाइस यहाँ फोटो खिच्न मनाइ छ, त्यही भएर हामीले भिडियो खिचेको है।
गाइज यो सेतो कलरको तपाईँलाई शङ्ख लाग्न सक्छ होइन, तर यो शङ्ख होइन कि गाइज, यो शङ्खे किरा हो कि, यो शङ्खे किरा हो होइन। शङ्खे किरा पहिला सेतो हुन्थ्यो कि, अनि शङ्खे किराबाट शङ्ख बन्न गएको हो कि, बुझ्नु होइन? बुझ्नुभयो भने बुझ्नुपर्छ ल। यता हेर्नुहुन्छ भने भ्यू कस्तो राम्रो छ होइन, मेस्मराइजिङ भ्यू भन्छ यसलाई होइन। द भ्यू इज भेरी प्रिटी बट नट बेटर देन माई गर्लफ्रेन्ड। जस्ट अ जोक गाइज। राम्रो छ हो, नाक नपट्टाउनु त। गाइज यो साँच्ची नै एकदम पुरानो रहेछ, किनभने अहिले पनि लोड सेडिङ छ कि, बुझ्नु भएन? लाइन गइसक्यो यहाँ लाइन गइसक्यो। यो साँच्ची नै राजाको पालाको महल हो, किनभने लोड सेडिङ अझै कम हुन्छ क्या छैन। यता कतापट्टि राम्रो आयो, यतापट्टि कति राम्रो आयो मम्मी अन्त, यतापट्टि कति राम्रो भ्यू आयो यता राम्रो मम्मी। जति भ्यू राम्रो आयो नि तपाईँ खासै राम्रो देख्नुहुन्न यार। जस्ट अ जोक गाइज, आई लभ माई मम एन्ड एभ्रिवान सुड लभ देयर मम टु। थ्याङ्क्स। यो के हो गाइज मलाई थाहा छैन, तर भ्यू हेर्दा चाहिँ राम्रो देखिरह। यो चाहिँ टङ्की हो, टङ्की चाहिँ अहिलेको होला, यो टङ्की चाहिँ अहिलेको होला है, टङ्की अहिलेको होला। दाइको पोस्ट त खतरा त, मोडलतिर खेल्नुपर्छ दाइ अब। जानु यही उस गर्नु है तपाईँले, यसैमा गीत गार्नु है। यो चाहिँ हाम्रो राजा साहब जसले चाहिँ यति ठुलो महारा, यति ठुलो के राजमहल बनाउनु भयो, तर लास्टमा मरेर जानुभयो। सरी, रेस्ट इन पिस। के छ तपाईँलाई, कस्तो लाग्यो तपाईँलाई राजमहल, ताजमहल, रानी महल दुई भाइ सँगै आएर? 65 वर्षमा देखियो बल्ल। म त धेरै भाग्यमानी, म त 19मै हामी घरतिर जानु लाग्यो। यस्तो धुलो लाग्छ, त्यही पनि म तपाईँहरूको लागि मात्र टिकट बनाइदिनु है। अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो। आज चाहिँ हामी घर जान्छौँ कि कहाँ जान्छौँ थाहा होइन। सो गाइज हामी अझै पनि घर पुगेको छैनौँ है मम्मी, हामी अझै पनि घर पुगेको छैनौँ। यसो हाम्रो यो टोइलेट ब्रेक, अनि फेरि हामी घर पुगेर भ्लगलाई एन्ड गर्छौँ ल, बाई। कस्तो होला बाबा अहिले भैरवस्थान गएर आउँदा तपाईँलाई कस्तो भइरह? म त एकदम जाडो महसुस भइरह बाबा। हेर के होइन, अनै छ कि अनै हो कि झुट बोलेको कि भन्नु। अब तपाईँलाई कस्तो लाग्छ? मलाई राम्रो लाग्छ, यस्तो जाडो छ हेर्नुहोस्। त्यसो गर्ने